पिरो चाउचाउ खान मन लागे सबैले कमेन्ट गर्नुहोला। हेलो साथीहरू, सबैजनालाई नमस्ते अनि स्वागत छ मेरो पहिलो भिडियोमा। मलाई खासै बोलेर भिडियो बनाउन त आउँदैन, तर पनि आज बोलेर भिडियो बनाउन एकदमै धेरै मन लाग्यो। बर्खाको समयमा बाहिर पानी परिरहेको छ अनि तर मलाई करेन्ट चाउचाउ खान असाध्यै मन लाग्यो। त्यसैले मैले मेरो दिदीलाई चाउचाउ ल्याइदिनु भनेको थिएँ, दिदीले चाउचाउ पनि ल्याइदिनु भयो। यो करेन्ट चाउचाउलाई बनाएर खानुको मजा नै बेग्लै छ। यो चाउचाउको विशेषता भनेको यसको सुप धेरै नै राम्रो हुन्छ। पानी पनि बसालिसके, त्यसपछि पराक मैले चाउचाउ पनि खोल्न लागिसके। पानी उमाल्नुभन्दा अगाडि नै मैले चाउचाउ थालीमा राखेर तयार बनाइसके। उता पानी रेडी हुँदैछ अनि मैले यता सुप तानेर सबै रेडी बनाइसके। त्यस पछाडि भक 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 उम्लेको पानीमा मैले चाउचाउ पनि बसालिदिएँ। चाउचाउ बसालेर थोरै मसला पनि छर्किदिएँ। मसला छर्किसकेपछि मलाई चलाउन चाहिँ हतार भयो। मैले खर 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 पारेर चलाइसकेँ साथीहरू। मलाई चाउचाउ खान हतार भएर फुइ फुइ आगो पनि फुए। बोइल भएको चाउचाउलाई थालीमा हालेर अब यसको मसला हाल्ने चाहिँ टाइम आयो। मसला हाल्नलाई मैले हतार भएर सुई पारेर सबै मसलाहरू खोलेर एकैसाथ हालेँ। साथीहरू, तपाईँलाई चाहिँ कस्तो लाग्छ? मलाई चाहिँ यो करेन्ट चाउचाउको मसला चाहिँ एकदमै मनपर्छ मलाई, किनकि म धेरै पिरो खान्छु। त्यसैले मलाई यो करेन्ट चाउचाउको मसलाभन्दा अरू कुनै मसला राम्रो लाग्दैन। त्यसैले म मिक्स गरेँ। यो चाउचाउ हेर्दा त मुखबाट ककसको पानी आयो। मलाई खाउँ खाउँ भएर हातमा हालेर चाखेँ। त्यसपछि देखाइसकेँ सबैजनालाई। अनि त्यसपछि मेरो पालो आयो खाने। लुइ मैले चाहिँ यो खाइसकेँ। जति खुर्सानी लाग्यो पनि खान चाहिँ छोडिँदैन। साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो? लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला। मलाई खासै भिडियो बनाउनु त आउँदैन, सानो प्रयास मात्र हो। कुनै कमी कमजोरी देखेपछि त्यसलाई इग्नोर गरिदिनु होला। अनि त्यसपछि मेरो भिडियो कस्तो लाग्यो, अझै कस्तो बनाउनु पर्छ, सल्लाह सुझाव र प्रतिक्रिया दिनु होला। धन्यवाद।